हाम्रा विचारहरू कार्यमा परिणत हुन्छन्। हाम्रा कार्यहरू बानीमा परिणत हुन्छन्। हाम्रा बानीहरू चरित्र बन्छन्। हाम्रो चरित्रले हाम्रो भविष्य निर्माण गर्छ। के तपाईहरू यसमा विश्वास गर्नुहुन्छ? म त पक्कै विश्वास गर्छु कि मानिसको सोच्ने तरिका नै धेरै महत्त्वपूर्ण छ, जुन धेरैले बिर्सने गर्छन्। तपाईँ कहिले साँच्चै सफल व्यक्तिहरूसँग बसेको अनुभव गर्नुभएको छ? के तपाईँ कहिले आफ्नो क्षेत्रको शिखरमा रहेको व्यक्तिहरूसँग समय बिताउनु भएको छ? उनीहरू कस्ता थिए? उनीहरूको उपस्थितिमा तपाईँलाई कस्तो महसुस भयो? उनीहरूले कस्तो प्रकारको ऊर्जा उत्पन्न गर्थे? महान प्रेरक वक्ता जिग जिग्लरले भनेका छन्, तपाईँको दृष्टिकोणले नै तपाईँको सफलताको उचाइ निर्धारण गर्छ, क्षमताले होइन। यसको अर्थ हो, सफलता प्राप्त गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा दृष्टिकोण हो। दृष्टिकोण भनेको के हो? दृष्टिकोण भनेको तपाईँको मानसिक अवस्था वा तपाईँले जीवनलाई कसरी हेर्ने भन्ने कुरा हो। यसको अर्थ तपाईँले के सोच्नुहुन्छ भन्ने मात्र होइन, कसरी सोच्नुहुन्छ भन्ने कुरा पनि हो। तपाईँको दृष्टिकोणबाट नै तपाईँको जीवनको प्रत्येक घटना आकार लिन्छ। सकारात्मक र नकारात्मक दृष्टिकोण। सकारात्मक दृष्टिकोण हुनु भनेको जीवनप्रति आशावादी हुनु हो। यसले तनाव कम गर्छ, निराशा हटाउन र समस्यालाई समाधान गर्न मद्दत गर्छ। सकारात्मक सोच राख्ने व्यक्ति जहिले पनि उज्यालो पक्ष हेर्छन् र राम्रोको आशा गर्छन्। नकारात्मक दृष्टिकोणले निराशा, क्रोध र असन्तुष्टि मात्र ल्याउँछ। सकारात्मक दृष्टिकोण अपनाउने तरिका। सकारात्मक सोच एकै दिनमा विकास हुने कुरा होइन। यो निरन्तरको अभ्यासले मात्र सम्भव छ। सफलताका लागि धेरै उच्च अपेक्षा नराख्नुहोस्। असफलताको लागि पनि मानसिक रूपमा तयार हुनुहोस्। आफूलाई र अरूलाई प्रेरित गर्नुहोस्। आफूमा विश्वास राख्नुहोस्। समस्यामा अड्किनुभन्दा समाधान खोज्ने बानी बसाल्नुहोस्। नकारात्मक मानिस र वातावरणबाट टाढा रहनुहोस्। विफलताबाट सिक्नुहोस् र कहिले हार नमान्नुहोस्। सकारात्मक ऊर्जाले आफूलाई भरपूर राख्नुहोस्। आफूलाई जसरी हुनु आवश्यक छ त्यसरी नै स्वीकार गर्नुहोस्। सकारात्मक दृष्टिकोणको फाइदाहरू। दिन राम्रोसँग सुरु हुन्छ। जब तपाईँ उत्साहित भएर उठ्नुहुन्छ, तपाईँको दिन नै उत्कृष्ट हुन्छ। मोटिभेसन बढाउँछ। सकारात्मक सोचले आत्मबल बढाउँछ। स्वस्थ आत्मा र विश्वासको विकास गर्छ। जब तपाईँ आफूप्रति सकारात्मक हुनुहुन्छ, तब तपाईँ अरूका लागि पनि प्रेरणादायी बन्न सक्नुहुन्छ। सफलताको ढोका खोल्छ। सकारात्मक सोच राख्ने मानिसले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन्। त्यसैले सधैँ उज्यालो पक्ष हेर्नुहोस्। जति सक्दो खुसी रहनुहोस्। संसारलाई तपाईँमा विश्वास गराउनुहोस्। तपाईँको मानसिक स्वास्थ्य अरू कसैको भन्दा महत्त्वपूर्ण छ। खुसी फैलाउनुहोस्। सकारात्मक मानिसहरूसँग सङ्गत गर्नुहोस्। प्रेरणादायी किताबहरू पढ्नुहोस् अनि आफ्नो सोचलाई सही दिशा दिनुहोस्। तपाईँको दृष्टिकोण नै तपाईँको सफलताको उचाइ हो। सधैँ आफूलाई अगाडि बढाउने सोच राख्नुहोस् र कहिले नरोकिनुहोस्।